चलो सुरु करते हैं एक न्यू फनी वीडियो। चलो फाइनली कुरा तपाईको मुखमा छ ल के गर्ने खानु भएन अब हामी दुईजनालाई सँगै राख्नु पर्यो। अब यहाँ कान्छी पनि सँगै राख्नु पर्यो भन्नु थाल्यो अहिलेदेखि अहिलेदेखि त कान्छी पनि सँगै राख्नु पर्यो भन्छ अब राख्ने बेला यसो भने तपाईँको कुरा मान्छु तर राख्ने बेला सँगै राख्नु होइन। बिजा उसलाई जुनै रोग लाग्यो भने पनि होला अब कन्डम सन्डम अलि युज गर्दा पनि हुन्छ। त्यही भएर राख्यो भने हामी सँगै बस्ने नराख्यो भने सँगै जाने त्यही हो। मिडियाले संसार विदेश मलाई जतिखेर पनि के भन्नुहुन्छ भने तँ रन्डी भन्दा तँ भैँसी भन्दा भर्खर केटीले भन्नुहुन्थ्यो नि त पहिला मलाई। अनि भर्खर पनि लिएको छ त। नमस्ते हजुर म त्यो बस्दिन ल। कति वर्ष पुग्नु भयो मलाई पुरै दिइहाल्नु। कति वर्ष पुग्नु भयो मसँग गयो 39 सालको 39 सालको एउटै हो तपाईहरु उमेर मेरो त एउटै हो। म ढाट्दिन पनि ढाट्न पनि आउँदैन। सालकै हो 39 साल थाहा हुन्छ 39 साल यो घाउ चाहिँ के भएर भएको त्यहाँ ए अस्ति नै घाँस काट्दाखेरि मलाई ढाट्न पनि आउँदैन। यसलाई यति कहाँ हो लु बुवा अन्तिम कुरा गरौँ त ल। उहाँले अब के गर्ने लु अब उहाँलाई उहाँसँग तपाईँ अलिकति आउनुहोस् तपाईँ बस्नु चाहिँ बस्नु न उहाँसँग अब अन्तिम तपाईँको अब हामी भइसक्यो अब यतिकै साँचो साँचो कुराहरू बुझिहाल्नु भयो सरहरूले होइन। अब म अब के अरे स्वीकार सक्दिनँ लान सक्दिनँ। यता बस्नु तपाईँ अब यहाँ सुन्नु के गर्ने अब तपाईँ उहाँसँगै बस्ने हो कि हामीलाई बारम्बार फोन गरेर नबोलाउनु हाम्रो काम हुन्छ। अहिले त बोलाएको छैन। अनि आज फाइनली गर्नु के गर्ने अब तपाईँ यहाँ हामी दुईजना राख्छ भने दुईजना बस्ने हो। कस्तो अल्टर बोल्छ म लान सक्दिनँ उसलाई पनि राख्दिनँ। म त खाँदैन म त जान्छु घर। के चाहिँ गर्नु भने अब घर जाउँ न मलाई पुऱ्याइदिउँ न। अहिले अब बुवा लु अन्तिम कुरा गरौँ के कसो गर्ने अब ल अब त्यही हो सर मैले भनिहालेँ। के भन्नुहुन्छ ल भन्नुहोस्। अब जानुहोस् अब खाँदैन भने उसलाई राख्छु अब त्यो बहिनी त म राख्दिनँ। राख्ने भने म राख्दिनँ कस्तो यो मान्छे अल्टर अल्टर बोल्ने। अल्टर होइन कान्छी म त जान्छु त। अब तपाईले बुढालाई फगाउनु। यस्तो बुढोलाई फगाउँछ मलाई फगाउने अनि उसलाई फगाउने। म फगाउने यस्ता बानी गरेर आउँछु म। अनि यसरी अर्काको दुईजना बस्ने त फगाउनु। कहाँबाट लिएर आयो हेर कहाँबाट लिएर आयो हेर्नु त अब टेन्सन भएन कस्तो बिजोग बनाएको छ सँगै बस्ने भनेको बस्नु न त अनि बाउ जस्तै मान्छेसँग बस्छ। बाउ जस्तो भने मेरो चाहिँ आमा जस्तो भयो त। ल मलाई के गरेर अब यो भोलि यहाँ अब देशको स्थिति जमाना यस्तो छ भोलि यस्तो ठाउँमा अब उता कता कता मातेको मान्छेले भेट्दैला के गर्दैला मार्ला त्यसको जिम्मेवारी कसले लिन्छ लु भन्नु। होइन जिम्मेवारी त म लिन सक्दिनँ। अनि अब चाहिँ अब बिटामाटै पुऱ्याइदिनु अहिले नै कहाँ बिट्टाबाट कुन ठाउँबाट ल्याउनु भएको म इलामदेखि लिएको नि यसलाई त। इलामदेखि लिएको हो कि तर अब बिट्टाबाट चाहिँ किन पुऱ्याइदिनु बिटामाट उसको के गाडी छ गाडीमा चढाइदिनु पर्यो इलामको अनि आउनु पर्यो। पुऱ्याउनु पर्यो त यो त भोलि यस्तो गर्नु थपकाने नखानु अनि मिलेर बस्नु त्यहाँ फेरि। अनि यसरी हुँदैन त यस्तो फटाहरू हुन्छ मान्छेभरि के ज्यान तलमाथि हो भने त तपाईँलाई पकिन्छ त बिना कसर किन बिना कसरी होइन यो अनि यसरी कहाँ तपाईँको श्रीमान तपाईँ हुँदाहुँदै कहाँ अनि कान्छी ल्याइदिएको त त्यसरी ल्याउनु पाउँदैन। जहिले पनि भन्थ्यो नि त तँ भन्दा राम्री तँ भैँसी बस्यो अरे म मोटो भयो अरे मेरो बुढी ठुलो छ अरे। यो बुढी चाहिँ त्यो नखोल्नु न त्यस देखाउनु हुँदैन भिडियोमा यो बुढी चाहिँ किन सबै देखाउनु थाल्यो अब खोला सबै देखाइदिन्छ जित भएको छ सबै। भाइ मलाई 500 रुपियाँ पैसा दिनु न म पुऱ्याइदिन्छु यसलाई माछामा भएन त। पैसा दिँदा पुऱ्याउनु चाहिँ पुऱ्याउनु हुन्न उहाँले पैसा दिँदा पुऱ्याउनुहुन्छ पुऱ्याउँछु कसम मनाउनु पर्यो नमस्ते पुऱ्याउँदैन तपाईँले पुऱ्याउँदैन तपाईँ के गर्ने भन्नु लो तपाईँ अब तपाईँले पनि आफ्नो जिन्दगीको आफै निर्णय गरेर आउनु भएछ तपाईँ पनि अब कति वर्ष तपाईँ यहाँ सुन्नु हुन्छ के हुन्छ लड्दैन यहाँ सुन्नु तपाईँ पनि एउटा परिपक्व मान्छे हो तपाईँ पनि उमेर खाएको मान्छे रहेछ भर्खरको होइन तपाईँले थाहा छ के कस्तो हो भन्ने तपाईँले पनि अहिले भन्दै हुनुहुन्छ उहाँ रक्सी खाँदै थियो भन्दै हुनुहुन्छ तपाईँले सबै कुरा थाहा छ उहाँको बारेमा तपाईँ चाहिँ किन आउनुभयो त जाउँ मेरो अर्को बुढा खोज्दै बुढा बिहे गर्छु भनेर आशमा आउनुभयो मेरोमा फर्म छ सुँगुरको फर्म छ भनेर रक्सी खुवाएन मलाई त। खाउँ भन्यो मैले त खाइनँ खाउँ भन्नुभयो खाउँ भनेको थियो म खाँदिनँ मेरो जिउ कमजोरी पनि छ म खाँदिनँ पनि भन्थेँ। अब के गर्नुहुन्छ त तपाईँ म त जाने त कहिले जाने अहिले नै जाने सम्पूर्णले यो भिडियोमा हेर्नु होला यी केही तलमाथि केही भने यता बुवालाई चाहिँ नपक्रिनु होला किनकि उहाँले लिएर आउनुभएको हो होइन। अब तपाईँले के गर्नुहुन्छ उहाँलाई
के गर्नु म कस्तो दोधारमा परेँ अनि दोधारमा परिहाल्नु भएछ ददरमा परिहाल्यो म त ढाड्दिनँ यो मिडियाको अगाडि म बोल्छु ऊ भनेको एउटा गिडे भन्नेसँग बिहे गरेको थियो है मलाई पुरै अहिले कन्या भन्दै त अहिले गिडे भन्ने तपाईँ अहिले भने अहिले होइन कि सत्य कुरा बोल्नुपर्छ नि भएर म फसेँ यहाँ म फसिनु पर्ने कान्छी त अब त फसिन्छ तपाईँ त कल्पे मैले पनि अर्का मान्छे बोकेर हिँड्नु हुँदैन म त किन बोल्दिनँ ल्याउनु यहाँ ल्याउनु मेरो बुढो थियो छ म कन्डे पनि होइन उसले जाउँ भन्यो मलाई पुऱ्याइदिनु पर्यो कहाँ छ तपाईँको बुढा गेडे चाहिँ गेडे उहाँ घरमा छ नानी कतिजना छ नानी नानी आश्रममा छ मलाई पुऱ्याइदिनु पर्यो यो दिदीले तपाईँ पनि एकदम झुट मान्छेले जाने बुझ्छु मैले तपाईँलाई अघि मैले बिहे गरेको छैन श्रीमान छ कि छैन भन्दा छैन उसले नै ढाट्नु लाग्यो मलाई हो यसरी अर्काको कुरा सुनेर उहाँले गुखा भनेर गुखानुहुन्छ तपाईँ खाँदिनँ अनि किन उहाँले जे भन्यो त्यही मान्यो तपाईँले अब मलाई पुऱ्याइदिनु पर्यो तपाईँलाई अहिले उहाँले यो केटासँग जा बिहे गर भन्यो भने तपाईँ जानुहुन्छ तपाईँले त्यो केटाले इन्डियामा लगेर बेचिदियो भने उहाँले अहिले इन्डियाको केटालाई बोलाएर इन्डियामा बेच्दै यसलाई भनेर पैसा लिएर तपाईँले पठायो भने तपाईँ जानुहुन्छ जाँदिनँ अनि तपाईँको जिन्दगी बर्बाद भएन किन चाहिँ सुन्नुभयो उहाँको कुरा चाहिँ मलाई जाउँ भन्न अनि आएको श्रीमानलाई थाहा छ कि छैन एकछिन श्रीमानलाई थाहा छ कि छैन यहाँ आएको कल्पे म भन्दा 2 वर्ष जे थियो थाहा छैन यहाँ आएको श्रीमानलाई थाहा छैन अहिले श्रीमानले खोजिरहेको छ उता किन खाँदैन नानी चाहिँ किन आश्रममा अब पढाउनु सकेनौँ अनि दिएको यिनीहरू यस्तो हो कि बाहिर बस्ने बाहिर फुटबलमा बस्ने बाहिर खाने बाहिर बस्ने बाहिर गर्ने के त्यही भएर सजिलो गाई ल्याउनु भयो तपाईँले यहाँ होइन त्यही भएर मैले उसले दुःख नपाओस् भनेर मैले मिस्त्री दाइसँग चाहिँ बिहे गरिदिनु खोजेको थिएँ कि अन्तिममा आफ्नै श्रीमानसँग जिम्मा लाउनु खोज्दै हुनुहुन्छ तपाईँ हो कि न बुवा अहिले तपाईँसँग जिम्मा लाउनु मलाई कस्तो बुढो बनाउनु छ उसले चिनिहाल्छ नि कस्तो केटी हो भनेर नजरमै थाहा पाउँछ अनि ल अब तपाईँहरू उहाँलाई के गर्नु छ कसो गर्नु छ थाहा छैन उहाँलाई बाटो लगाइदिनु उहाँको श्रीमानको हातमा सुम्बिदिनु त्यसरी हुँदैन भोलि यहाँ भिडियो छ भोलि केही भएको खण्डमा तपाईँलाई पक्रिन्छ खोज्दैन भनेर हुँदैन अर्काको जिन्दगी त्यो कुखुराको जस्तो हुँदैन यहाँ सुन्नु एउटा चलाको जस्तो हुँदैन अब ल्याउनु पुऱ्याउनु नि पर्यो जसरी ल्याउनु त्यसरी पुऱ्याउनु पर्यो भोलि केही भयो भने तपाईँ पर्नुहुन्छ हो कि न बुवा ल अबदेखि बुवा अब चाहिँ कसो के हुन्छ उहाँको आफन्तजनहरूलाई पनि हामीले फोन गरेर बोलाइसकेको छौँ अब उहाँ यसरी जाँडा सिखानु हुन्न होला तपाईँले दुःख दिनुहुन्न होला होइन नबस्ने भन्दा चाहिँ कहाँ नबस्ने भन्नुभएको तपाईँसँगै राख्नु खोजिरहेको छ अहिलेसम्म हुँदैन है त्यस्तो काम चाहिँ यहाँ सुन्नु सरहरू म चाहिँ मिलेर चाहिँ बस्दिनँ बाउ जस्तै मान्छे मलाई बस्दिनँ पनि मलाई थपक्क पुऱ्याइदिनु पर्यो मलाई पुऱ्याइदिनु पर्यो उहाँ बसे पनि उहाँ मान्दैन त्यो अर्काको श्रीमती हुँदैन पनि थियो हो कि होइन तपाईँलाई भोलि समस्या पर्दैन होइन तपाईँ पो फस्छ त उहाँलाई फसाउँछ भोलि त कानुनले छोड्दैन त उहाँलाई त्यसरी अनि बिहे गरेर हुन्छ कसैले क्रिया गर्दैन मेरो अनि जमिनको पोइ भन्छ कमिटीको पोइ भन्छ मेरो मुखमा हेर्छ त्योभन्दा पनि कानुनी फन्दा त्योभन्दा कानुनी फन्दामा पर्नुहुन्छ तपाईँ अर्काको श्रीमती लिएर रङ्गे हान्नु हामी नै जान्छौँ आउँछौँ फेरि यहाँनिर उहाँको श्रीमानले खोज्यो भने यहाँ सुन्नु उहाँको श्रीमानले खोज्यो भने उहाँको फोटो चिनिहाल्छौँ हामीले देखिरहेको छौँ हामी यहीँ रेवत गुरुकोमा बिहानको राति आउँछौँ खोज्नुको लागि अनि तपाईँले अनि पुऱ्याउनु परेन पहिला त मेरो बुढासँग बस्छु भने आइस अब तल सौता बनाएर लिएको रहेछ भने बुझ्यो है अहिले चाहिँ माथि पुऱ्याउनु जानु कति हुँदो रहेछ आइडिया सर मलाई घरभित्र हालेन भने मेरो बुढासँग आएर कान्छी बनाएर लिएर आउनु तपाईँ जतासुकै जे गरे पनि चाहिँ जस पाउनु भएन तपाईँले मलाई त कटु कुकाएर हिँड्ने भयो यता रक्सी खाएर पनि न्यु खोज्ने उता अझै सौता लिएर थुपारिदिने तपाईँलाई मात्र भाग्यमानी चाहिँ भाग्यमानी जस्तै हो तपाईँ आफ्नो श्रीमतीले सौता थुपार्नु भनेको कस्तो होला अहिलेसम्म सुन्नुभएको थिएन होला तर यहाँ आफ्नै श्रीमतीले आफ्नै श्रीमानलाई सौता ल्याइदिएको छ त्यो पनि अर्काको श्रीमती रहेछ हेर्नुहोस् कल्पे त पनि बस हामीसँगै बस्छौँ होइन तँलाई मलाई कुटेछ भने म कसैलाई बरु जहाँ हान्छ त्यति थाप्छु बस्छौँ हामीसँगै बस्छौँ
त्यस्तो काम हुँदैन दिदी मसँग त उसको मान्छेलाई अघि दमिनी नभने भनेको थिएँ मान्छेले भनिदिएको छैन जात पनि ढाँटेको अघि नै प्लानिङ रहेछ जहाँ ढाँटेको रहेछ बाबैले जिम्मा लिन्छ कि भनेर जात पनि ढाँटेको रहेछ सुबेडी भनेर ढाँटेको रहेछ जात हेर्नुहोस् कतै बुवाले राखिहाल्छ कि भनेर हेर्नुहोस् बुवा तपाईँले कतै स्वीकार्नुहुन्छ बिहे गर्नुहुन्छ भनेर सुबेडी भनेको रहेछ होइन छेत्री बाहुन भनेको रहेछ अघि होइन यत्रो मेरो खर्चमा पैसाले ल्याउने बेलामा त के यो यस्तो चाहिँ आज मात्रै छर्लङ्गै भयो है आफ्नै श्रीमतीले सुबेडी जात भनेर ढाँटेर लिएर आफ्नो श्रीमानलाई बिहे गरिदिनु लागेको पहिलोचोटि यो भिडियो हेर्नुहोस् फर्स्ट रेकर्ड होइन बुवा फर्स्ट रेकर्ड हो तपाईँलाई त बिहे गरिदिनु लागेको छ भित्री म गरे पो गर्छु सर मैले भनेको कसम मेरो बुढा खुसी हुन्छ भने होइन म त अब अलिक भनेको एजेड पनि भएँ मभन्दा अरू भर्खर केटी ल्याइदियो भने खुसी भन्नुहुन्छ कि भनेर मैले त्यही सोचले लिएको थिएँ आखिर तपाईँको खुसीको लागि रहेछ खुसीको लागि चाहिँ अलिक बुझाएर यस्तो केटी लिएर म खुसी हुन्छु अन्त होइन 35 वर्ष कान्छ अझै ल्याउँछु नि म मात्र 35 वर्ष कान्छ ऊ जस्तै म भेट्छु अलिक मोटी ल्याउनुपर्छ ओ यता पनि रिस उठ्नु थालेछ अब फेरि बस केही नभने बुवा बरु बस्छन् कि पर्दैन तपाईँको पुऱ्याइदिनु जाने बाबु त जानु यहाँ नपर्नु होइन हामी जस्तो भए म केही तपाईँलाई भन्दिनँ तपाईँ गर्न लाएर आए पनि मलाई चाहिँदैन यता सुत्नु होइन यहाँ सुत्नु म यता किचनमा सुत्छु यहाँ मलाई पनि एक वचन केही नभने यसलाई पनि म केही पनि भन्दिनँ भन्दैन जानु दुइटै जानु अब दुइटा चाहिँ कहाँ जानु घरै छैन कहाँ जानु चामलको गरेर टिकट गरिदिनु जान्छ गाडी चढाइदिनु कति गाह्रो यो भन्दा त यो त ढुङ्गा भन्दा पनि धेरै जडै त ठिकै छ म हामीले खाएको हो तर खानु भन्दा पनि यो अति पनि पाउँदैन जाँड पनि पाउँदैन तपाईँले लिएको शौचालय चाहिँ खान्छ खाँदैन जाँदा खान्छ यसले कहिले खान्छ अलिअलि खान्छ नि अहिले त मुतुन्जीले चाहिँ खान्छ ले हिँड मलाई पुऱ्याइदिनु है के गरेर पुऱ्याइदिने हो अबले बुढालाई बुढी फेरि बुढाउनु जानु पैसा निकाल्नु त यो 5,000 रुपियाँ गर्नै थियो त 6-7 हजार कति थियो बोकेर गएको थियो मलाई पैसा चोरी भन्दै थियो मैले पैसा चोरी आयो थियो मैले कमाएको थिएँ मैले सुँगुर पालेको थिएँ गाई बस्तु पालेको थिएँ मेरो बुढाबुढी बुढीको मात्रै कमाइ हुन्छ कि बुढाको पनि कमाइ हुन्छ सर भन्नु त बराबर हुँदैन तै पनि पैसा सुँगुर बिहाको छ सुँगुर अब पहिलाको पैसा दियो त्यो सागर गर भनौँ मैले दुइटा किनेर ल्याएँ त्यो पैसा अब बेचेर जोगाऊ तिमीलाई लाग्यो पछि मलाई यतिसम्म भन्दाखेरि विगतलाई नकोटाउने त्यो हाम्रो भनेको सेपरेट कुराको मात्रै झैझगडाको मात्रै कुरा गर्ने नि भोलि ल्याइरहेको छु त बसौँ न त हामी तिनैजना बसौँ मिलौँ खुर्सानी रोपेको छु हेर्नु यहाँ अन्त यस्तो खुर्सानी सिलौटा पिस्नु र अनि दल्नु यस्तो खुर्सानी हेर्नु सुँगुर पालेको छु त्यो भन्दा के गर्नु होइन नभएको मान्छे हो अब सरले आफै बुझ्नुहोस् न अब मैले कसरी थाहा आएर जाउँ यहाँ हेर्नु यता हाम्रो यो जग्गा हो यता त्यो यो हाम्रो चाहिँ अब यो चाहिँ ल ठिक छ जग्गा नजाउँ भिडियो छेरै लामो भयो अब तपाईँ यसरी उहाँलाई त्यो बुझ्नु कहाँ लानु मैले अब त्यो थाहा छैन तपाईँ ल्याउनु भएको घर पुऱ्याइदिनु राख्नु न बुवा राँदैन त्यो कहाँ लानु मेरो दुइटा छोजुम्रो छैन दुईतिर पुऱ्याउने एउटै मात्रै छ एउटाजना मात्रै होइन तपाईँको आफ्नो चोइस हो कि त्यो सुँगुर मुसुँगुर होइन कि हामी तिनैजना मिलेर बसौँ न सुँगुरहरू पालौँ उता पछाडि खोर बनाऊ यो घरलाई माथिल्लो तल बनाऊ होइन मैले मलाई भन्दा उसलाई माया दिनु मलाई नदिनु तपाईँले नि बिहे गर्छु भनेर कतिचोटि भन्नुभयो त बिहे ल्याइदिएपछि त बिहे गर्नु नि त ल अब हजुरलाई के समस्या भने प्रहरीमा फोन गर्ने होइन इलाकामा फोन गर्ने हामी उहाँको पुलिसले पढ्नु लान्छ अब लान्छ त लान्छ उसको रिपोर्ट छ तपाईँ अब इलाकामा अब गएर उसको रिपोर्ट छ यसरी रिपोर्ट भएको मान्छे तपाईँ अनि अब कस्तो हुन्छ त कसले के कस्तो छ बिना कसो लान्छ अब चाहिँ जाँदाखेरि चाहिँ उम्किनु पाउनु मेरो के कसो छ मलाई केटी लिएर आएको छ यो जातको के गर्नु मेरो बिना कसो कसरी पुलिसले लान्छ
त भन न म चोरी केसमा गएको यहीँ मैले ढाँटा ल्याएको थिएँ मेरो बुढाले सौता जहिले पनि केटी ल्याउँछु अर्को ल्याउँछु भर्खरको ल्याउँछु तँ जस्तो होइन तँ जस्तो भालु नि होइन तँ जस्तो म सिलिम ल्याउँछु भनेपछि मैले ल्याइदिएको मेरो कसुर के थियो यही मिडियामा त हेर्छन् होला नि त भाइ म त साउदी बसेँ कुवेत बसेँ 10-15 वर्ष बसेँ सेतुमारी घर किनेँ लास्ट यहाँ पछि आएको नि त मेरो बिना कसुरको कसुर देख्दा महिला प्रहरीमा मैले कसम 9 वर्ष मैले जागिर खाएको के थियो र मेरो बिना कसुर म कुनै कसुर थिएँ मैले के गरेको थिएँ र मैले चाहिँ के गरेको छु मेरो के कसुर छ र मलाई पुलिसले लान्छ कि उसलाई नै ल्यायो भनेर उसलाई पनि हाल्नु यसलाई त लैजाउँला नि त लाने माग्दै अघि माग्दै आएको होइन होसी माग्दै जाने पैसा नभएर भिख माग्दै आएको होइन इलामेलुमा माग्यौँ त्यहाँ माग्दै माग्दा पनि दिन्छ हौ म यो घरदेखि नि भाइ हिँड्नै परेछ भने सर मागेर खान्छु कसम ल एकदमै लामो पनि भिडियो भयो होइन उहाँहरूको चाहिँ हाम्रो रेवत गुरुले नै हामीलाई लु मेरो कुरा चाहिँ राख्नै पर्यो श्रीमतीले अति गर्यो भनिसकेपछि हामी आएको हामी खोज्दै आएको होइन कि हामीले खोज्दै आएको र बुवा तपाईँले फोन गरेर बोलाएको हेर्नुहोस् तस्बिर आफै बोल्छ त्यस कारणले यो भिडियो सेयर गरिदिनु होला भोलि कतै काहीँ पनि यस्तो घटना यस्तो खालको चाहिँ नहोस् भन्ने हाम्रो जानकारीमूलक भिडियो हो यस्तो नहोस् उहाँहरूको जस्तो जीवन यस्तो अघि मैले धेरैचोटि भनिसकेँ यस्तै कुराले चाहिँ ठुलो घटना निम्तिन सक्छ है यति तपाईँले एउटा केटालाई त्यो यहाँ अहिले मात्रै यो भाइ आइपुगेको छ श्रीमती त्यो पहिला त्यो केटा चाहिँ गुरेको अब अघि सक्छ त्यो पनि हेरेर ल गुरु अब उहाँको कुरा सकिँदैन कि अब अहिले हेर्नु गुरु यहाँ सुन गुरु अब अहिले होइन अहिले अब हेर्नु विचार गर्नु कसो गर्छन् होइन अहिले सम्हालिन्छ नि होला कस्तो गर्छ के गर्छ सम्हालिँदैन होइन अब एक दुई दिन हेर्नु एक दुई दिन हेर्नु होइन सधैँ अस्ति मैले अघि कानी सुरुमा कानी गरेन एक दुई महिना मात्रै गेर छोडेको थियो अनि अस्ति अब त्यसको त्यो बेलुका भित्र बसेर रक्सी अब स्पेसल रक्सी पानी हालेर रक्सी सट्टा खाइहालेछ अनि एक गिलास मैले बिस्तारो खुवाइदिएँ अर्को ताल चाहिँ एक गिलास चाहिँ मैले जिउभरि चाहिँ पकाइदिएको अनि नखाऊ भने टेर्दैन अब एक्सर्साइज गरे के अरे भित्र अल्सर भइसकेको छ अरे आन्द्रा भनौँ पिरो नखाऊ रक्सी नखाऊ मैले त्यत्रो अर्थ्याएको लुगा लगाऊ यो पो घाँडा भयो त तँलाई अब बितामा जानु केले लगेर जानु पैसा पनि यो बहिनीको आउने कुरा थिएन सुराल थिएन के लुगा लगाएर आएको छ मैले लगाएको यो उसको लुगा हो कसको लुगा उसको लुगा मलाई थाहा हुँदैन लुगा कस्तो आएको छ उसको भनेर ल गुरु अब त्यही हो कुरा अब अति नै भयो भने हामी प्रशासनमा पनि जान्छौँ है जानुपर्छ प्रशासनमा नगई हुँदैन भोलि यो तपाईँको एकछिन नबोल्नु अब अन्तिम भिडियो यो अब यस्तो कारणले भोलि यहाँ घटनाहरू घट्न सक्छ त्यस कारणले तपाईँले यो व्यवहार यो बानी बेहोरा यस्तो छोड्नु भएन भने हामी भोलि प्रशासनसम्म गएर चाहिँ हामी जान बाध्य हुन्छौँ है हामी अहिले मेरो किन बिना कसुर देखाउनु कसुर होइन यसरी जाँडा खाएर जाँडा त भाइ जसले पनि तर यसरी तपाईँले हिर्काउनु भन्दा बुवालाई त्यो ढुङ्गाले हिर्काउने मलाई नै हिर्काउँछ भाइ मैले समाधान नखोजालाई चाहिँ मलाई लडाउँथ्यो नि तपाईँ के भन्नुहुन्छ उ त एउटा भनेको धामी भनेर तपाईँले त्यति गर्नुभएको होइन त्यो होइन तपाईँले चाहिँ त्यो ढुङ्गाले त्यो ढुङ्गाले हान्नुहुन्थ्यो अरे त्यो छुरी लिएर बाइचान्स यहाँ सुन्नु त्यो छुरी यहाँ सुन्नु सब झुटमुट बोलेको मलाई छोडियो नि त न मलाई 2 लाख रुपियाँ देश म जान्छु म बस्दिनँ तपाईँले के भनेर भनेको थियो सुँगुला चारो दिनु त बुवा सुँगुला चारो म 4-5 वटा माछाले त बुढी भइसक्यो खुङ्गी भयो तपाईँ चाहिँ कति नभएको कुरा नगर्नु नदेखाउनु मैले इलाका जानुपर्ने कति उमेरको हो अब ल मिल्नु त ल अब मिल्दैन यो महिना कहाँ पुऱ्याउनु अब तपाईँ ल्याउनु भयो कहाँ जाने गर्दैन अनि किन लैलैमा थाहा छैन लैलैमा लिएर किन हिँडेको लैलैमा लाग्दा बेचिदिन्छ भोलि इन्डिया पुऱ्याइन्छ बेचेर कसरी बेच्दैन तपाईँले यहाँ किन लिएर आएको त नि यस्तोलाई मैले कसरी बेच्छु कति बिक्छ अनि किन चाहिँ लिएर आउनुभएको त यहाँ कति बिक्छ यसो अमाहरू त पनि 20 रुपियाँ तपाईँले किन लिएर आउनुभएको भनेको उसलाई लिएर किन आउनुभएको मेरै बुढासँग भएर राख्नु लिएको हेरौँ त नि मेरै बुढासँग राख्नु लिएको बस्ने यहाँ म त बन्न बस्नु माथि के भने बुढासँगै त जाउँ भनेर फकाएर लियो होला होइन अहिले चाहिँ कल्पेन हाम्रो बस्नु न भनेर लगाएर मन परेन बुढो भएर कालो भयो भने दिलवाल
पुरै चाहिँ नै ल आउनु त भयो अन्तिम हामी बिदा माग्नु सबैसँग ल तपाईँ यता आउनुहोस् त यता ठिकै छ त यहाँ आउनु न हेर्नुहोस् अब तपाईँलाई यसरी घरमै सौदा ल्याइदिएपछि डेन्जरै हुने पर्यो है त न मलाई कति छ सर आफै बुझ्नुहोस् न अब देख्नुभयो तपाईँहरूले बोली बुझ्नु भयो होला बानी कस्तो रहेछ भने मिलेर बस्छौँ होइन हामी तिनैजना मिलेर बस्छौँ म रक्सी खान्न तिम्रो तन्नेरी अर्को नयाँ 20 वर्षको तन्नेरी कहाँ छ त्यहीँ लिएर जानु अहिले रक्सी खान्न भनेको शब्द म निस्क्यो रक्सी खान्न तर खाना इलाकामा त म खाना इलाकामा के अरे आजदेखि म यो कुकुरको मुख खाँदिनँ सर भनेर माफी मागेर अरे मैले कसरमा माफी मागेँ म के कसोमा गएको थिएँ र भाङबारीमा पनि गएर आएको कि हामी भाङबारीमा जाँदा पनि काइलीले लिएको नि दाजुले भनेको पि राख्छ र भन्दै भएन होइन यहाँ सुन्नु न हामी मिलेर बसौँ न त मिलेर बसौँ तपाईँले एक 19 वर्ष 18 वर्ष कहाँ केटा ठिक पारेछ त्यहाँ लिएर जा सिधै कुरा हो म रक्सी नै खाना नि त रक्सी खाना हामी तिनैजना नखाएर मेरो मुख घिचाएको क्या हो म खाना नि त खाएको कन्डलमा यस्तो अर्काको बुढी अर्काको छोरी लिएर आउनुहुन्छ म पनि अर्काको बुढी छु कतै के भएर मोरी भने जेलमा जानु पर्दैन दिमाग छ यहाँ गिटी छ कि छैन मन परेन बसौँ न त अलि भयो त मिलौँ अब जाँड रक्सी पनि खाँदिनँ थपक्क पुऱ्याइदियो थपक्क ल हामी अब पक्कै पनि हेर्नुहोस् यो अघि हामीले भनिसकेको थियौँ तपाईँहरू आउनु होला कन्ट्याक्टमा र यो उहाँहरूको समस्याको सावधान हामी चाँडै गरौँला भन्दै अझैलाई भने म विक्रम लिम्बू र हाम्रो रेवत गुरु यता आउनुहोस् त हाम्रो रेवत गुरु बिदा माग्न चाहन्छौँ उहाँले नै म सक्दै सकिनँ अति नै भयो आइदिनु पर्यो भनेर हामीले रिक्वेस्ट गरिसकेपछि हाम्रो गुरुले भनिसकेपछि हामी आएको हौँ होइन गुरु अब यस्तो भएन भने अब प्रशासनमा जान्छौँ हामी कानुनी रूपमा जान्छौँ है त उहाँको मान्छेले पनि भनिसक्नु भएको छ आउनु भनेर होइन ल गुरु तपाईँको नाम अन्तिममा भनिदिनु रेवत कुमार श्रेष्ठ दमक 2 भालखोडी फोन नम्बर फेरि भनिदिनु 9814 90 25 43 उसले रक्सी छोडेन भने अर्को बिहे गर्ने तपाईँ रक्सी छोडेन भने बिहे गर्छु बाइकले बस्छु होइन त्यही भन्नु त म बिहे गर्छु भनेर ल्याइदिएको त रक्सी किन छोड्छु बरु बुढा छोड्छु रक्सी छोड्दिनँ बकाना छोडेर जानु उसले भन्छ भने अर्को बिहे गर्छु भन्दाखेरि तपाईँको बुढीले मान्छ म अर्को केटी ल्याउँछु तँभन्दा भर्खरको भन्दाखेरि यो बुढाले ल्याउने त्यस्तो भन्दा तपाईँको बुढी मान्नुहुन्छ तपाईँको बुढी मान्नुहुन्छ म अर्को केटी भर्खरको केटी ल्याउँछु भन्दाखेरि तपाईँको बुढी मान्छ भन्नु त मान्दैन भने तपाईँहरूले किन यो चाहिँ भन्नु न मलाई जतिखेर पनि राम्रो केटी ल्याउँछु तँभन्दा भर्खरको तँभन्दा राम्री भनेको हो क्या त्यो होइन जाँडसीकै कारणले हो होइन म जतिखेर उ धामी बस्न जान्छ म जतिखेर ढोले जानु अनि जाँदा भयो घरमा केटाकेटी छैन छोराछोरी छैन होइन कसो अनमलेर बस्छ भोलि मात्र रक्सी त्यहाँ दिन्छ तोङ्गासँग दिन्छ अलिअलि तोङ्मा खाएको थियो सर थपाउनु भयो नि होइन भरे तपाईँको के अरे यो भिडियो देखेपछि चाहिँ लादाले लुक्न थालेको हो नि त अन्त्यमा अनि खाना खाओस् ठिकसँग खाओस् त्यस्तो यस्तो ओभर गोबर हुने गरी जिन्दगी नखाओस् तर अब खाँदै नखाओस् अब किरा कसम मैले जस्तो किरा कसम लाएर चडक्क छोड्नु पऱ्यो मसँग बस्ने हो भने नबस्ने हो भने खाना हुन्छ जानु नबस्ने जानु यति नै होइन बिदा माग्नु त बिदा माग्नु सबैले के भन्नु बिदा माग्नु मलाई त भन्नु आउँदैन कसो भन्नु युट्युबमा सम्पूर्णले हेरिराख्नु भएको छ तपाईँलाई ल देश विदेशदेखि कहाँदेखि देख्दै हुनुहुन्छ यस्तै हो म जडिया हो म त खड्डुमा रात कुमार श्रेष्ठको स्वास्नी भनेर चाहिँ बसेको थिएँ यी मेरो कान्छी ल्याइदिएको हो कान्छी पनि नराख्ने अरे अब जेठी कान्छी नै फरार हुने हो यही हो हाम्रो चाहिँ यति नै हो होइन सरल अब योभन्दा धेरै पनि नभन्ने होइन अब कुनै कसुर छ बिना कसुर त कसुर नदेखाओस् कसुर छ भने चाहिँ लैजाऊ पुलिस थानामा लैजाऊ ए मेरो भाउ तपाईँलाई मैले कान्छी पो ल्याइदिएको त हो मैले के चाहिँ गरेँ मलाई कान्छी मैले आफै खोजेर ल्याउनु सक्दिनँ सर तपाईँले कुन खालको ल्याउनु छ मलाई मनी लाएर ल्याउनु भयो त तपाईँले चाहिँ कुन आउँछ हौ मनी धेरै कुरा नगर्नु कालो न कालो अनुहारमा त्यही भेटाएको थियो पटवाटमा बजारमा अहिले भेटाइ अब त्यो पनि धेरै भयो अगाडि त के अरे कोला पनि तितो हुन्छ नि सर ती गुल्लै हेरन्छ हुँदैन नि तितो हुन्छ नि कोला पनि धेरै खाएपछि तपाईँको कोला तितो छ ल धन्यवाद यति हामी कुराकानी गऱ्यौँ अब यति नै हो होइन जस्तो भए पनि अब मैले चाहिँ